हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम टु अनदर भिडियो। आजको भिडियोमा हामीले नायब सुब्बाको विगतमा सोधेको प्रश्नको समाधान गर्ने सन्दर्भमा 2078 सालमा सोधेको प्रश्नलाई समाधान गर्नेछौँ र हामीसँग समय कम भएको हुँदा र खरिदार अथवा अन्य संस्थानको पनि क्लास गराउने हुँदा थोरै समय कम छ, त्यसकारणले गर्दा हामी स्पिडमा जान्छौँ र यहाँ ब्रेन स्ट्रोमिङ कसरी गर्ने, कसरी समाधान गर्ने एउटा नमुना मात्रै हुनेछ र तपाईले यसबाट केही थोरै भए पनि लाभ लिनुहुनेछ भन्ने मैले आकांक्षा राख्दै आजको भिडियो सुरु गर्दछौँ। प्रश्न नम्बर 1 मा भनेको छ नेपालको हिमाली तथा पहाडी प्रदेशका विशेषताहरू उल्लेख गर्नुहोस् भनेको छ र यसमा अगाडिको क्लासहरुमा मैले के भनेको थिएँ भन्दा कुनै पनि भूगोलको विशेषता मागेको सन्दर्भमा त्यसको अवस्थिति र अवस्थालाई जान्नुपर्ने हुन्छ र त्यो अवस्थिति भनेको कहाँदेखि कहाँसम्म रहेको छ, त्यसको लम्बाई, चौडाई, उचाइ, क्षेत्रफल जस्ता विषयलाई समेट्छ भने अवस्थाले आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक जस्ता विषयलाई जोडेको हुन्छ र यिनै विषयलाई हामीले ब्रेनस्टर्मिङ गरेर एन्सर लेख्नुपर्ने हुन्छ। र हिमाली प्रदेशका विशेषता भने पनि यहाँ अवस्थिति कहाँ रहेको छ, कुन प्रदेशको, कुन भूभागको, कुन क्षेत्रको पूर्व, पश्चिम, उत्तर, दक्षिण कता रहेको छ भनेर जुनसुकै प्रदेशको सोधे पनि लेख्न मिल्छ र कति चौडाइमा फैलिएको छ, कति लम्बाइसम्म फैलिएको छ, समुद्री सतहदेखि कति उचाइमा रहेको छ भनेर यहाँ हिमाली प्रदेश र पहाडी प्रदेश दुवैको एउटै फर्मेटमा छ। यहाँ चौडाइ, उचाइ अनि ओगटेको क्षेत्रफल यो सबै एउटै फर्मेटमा छ। त्यो फर्मेट क्लियर गर्नुपर्छ र त्यहाँ भएको आर्थिक, जस्तै हिमाल भन्यो भने शेर्पा, भोटे, थकाली जस्ता जात जातिको बसोबास, त्यहाँको पशुपालन, पर्यटन, जडीबुटी जस्ता पेशा व्यवसायहरूलाई लेख्न सकियो। स्थानीय सरकार सञ्चालन अनुसार त्यहाँ राजनीतिक भनेको कारणले गर्दा त्यहाँ जिल्ला कति छ, प्रतिनिधि सभा कति छ हैन, अनि त्यो हिमाली प्रदेशलाई कति भागमा विभाजन गरेको छ, यसै गरी नै यहाँ पहाडी प्रदेशलाई पनि कति भागमा विभाजन गरेको छ भनेर सेम त्यही फर्मेटमा नै लेखिएको छ। र अन्तिममा के भन्दा उल्लेखित विशेषता युक्त हिमाली र पहाडी प्रदेशले नेपालको भौगोलिक विविधताको प्रवर्धन गरेको छ भनेर यसरी अन्तिममा भन्न सकिन्छ र यसको लागि विषय प्रवेश थोरै देखाए बमोजिम छ भनेर गरिदिने हो र यसको मैले अगाडि बनाइसकेको मैले त्यो ब्रेन स्ट्रोमिङ कसरी गर्ने भनेर देखाउन छु। एकैछिन थोरै समय दिनु होला। डे 1 भिडियोमा हामीले बनाएको थियौं भूगोलको विशेषता सोधेमा कुनै पनि भूगोल, नेपाल, हिमाल, पहाड, तराई, जुनसुकै प्रदेशको जुनसुकै भूगोलको सोधेमा कसरी लेख्ने भन्दा अवस्थिति, अवस्था, व्यवस्था सम्बन्धी जान्ने, अवस्थितिमा त्यसको अवस्थिति पूर्व, पश्चिम, उत्तर, दक्षिण जस्तो भयो, लम्बाई, चौडाई, उचाइ, क्षेत्रफल, यसरी ब्रेन स्ट्रोमिङ गर्ने भनेर हामीले फर्स्ट डे हामीले पढेका थियौं। यही फर्मेटका आधारमा लेखेर अनि समाधान गर्न सकिन्छ। र प्रश्न नम्बर 2 तर्फ लागौं। प्रश्न नम्बर 2 मा भनेको छ नेपालमा जलसम्पदाका स्रोतहरू र यसको बहुआयामिक उपयोग बारे उल्लेख गर्नुहोस् भनेको छ। अब नेपालमा जलसम्पदाका स्रोतहरू भनेपछि नेपालमा जलसम्पदाहरू, जलहरू कहाँबाट उत्पत्ति हुन्छ हैन, जलसम्पदा, जलले ओगटेको स्रोतहरू के छ त्यो सम्झिएर लेख्नुपर्ने हुन्छ। जस्तै अब हिमालबाट हिउँ अनि हिमनदी, हिमताल पनि भयो, पानीका मुहानहरूबाट भयो, सिमसार क्षेत्रहरू भयो, यसरी जल सम्बन्धित रहेर के स्रोतहरू छन् त्यो लेख्नुपर्ने हुन्छ र यही जल अथवा जल स्रोतका बहुआयामिक उपयोग के छन्, कहाँ हामीले प्रयोग गर्न सकिन्छ, कस्तो कस्तो लाभ लिन सकिन्छ यो जललाई प्रयोग गरेर भन्दा हाम्रो प्राणदेखि लिएर, जीवनदेखि लिएर, जीवनयापनदेखि लिएर, जीवनचर्यादेखि लिएर सबै जनजीवनमा कहाँ महत्त्वपूर्ण हुन्छ त्यो सम्झिएर, वातावरणमा पनि महत्त्वपूर्ण हुन्छ, सबै आर्थिक राजनीतिक गतिविधिहरूमा पनि यसको महत्त्वपूर्ण हुन्छ, राजनीतिमा सिमानाको नदीले काम गरेको हुन्छ त्यो पनि एउटा महत्त्वपूर्ण उपयोग भयो। यसरी सम्झिने कहाँ हाम्रो जलको प्रयोग भएको हुन्छ र त्यसैलाई नै लेख्नुपर्ने हुन्छ। र यसको विषय प्रवेश जलस्रोतमा एसियाकै समृद्ध मुलुक नेपाल भएकोले यहाँ थुप्रै जलसम्पदाका स्रोतहरू रहेका छन् जुन देहाय बमोजिम रहेको छ भनेर लेख्ने। अनि के स्रोतहरू छन्, नदीनाला, हिमनदी, हिमताल, ताल, झरना, कुण्ड, दह, पोखरी, यिनैका बारेमा थोरै यता पछाडि के इक्जाम्पल दिएर लेख्ने र नदीनाला कतिवटा रहेका छन्, हिमनदी, हिमतालहरू, राराताल, फेवातालदेखि लिएर यिनी तालहरू, झरना, पाचाल झरना, सुलीगाड झरना जस्ता झरनाहरू, दह, पोखरीहरू, रानी पोखरीहरू कुन रहेका छन्, के रहेका छन्, कहाँ जल स्रोत
जलसम्पदाका स्रोतहरू रहेका छन् त्यसरी लेख्न सकिन्छ। र जलसम्पदाको बहुआयामिक उपयोग भन्ने सन्दर्भमा हामीले नायब सुब्बाको 2080 सालमा सोधेको प्रश्न नम्बर 1 मा हामीले समाधान गरिसकेको छौँ। त्यो भिडियो हेर्नुभएको छैन भने त्यहाँबाट यो हेर्न सक्नुहुनेछ। त्यहाँ कसरी गरिएको छ भन्दा थोरै ब्रेन स्ट्रोमिङ गर्दा यो उपयोगको दायरा जस्तै आर्थिक, राजनीतिक, सामाजिक र प्राकृतिक भनेर हामीले दिमागमा सोच्न सकियो र यिनै विषयमा आधारित रहेर अब सबैभन्दा पहिला प्रायोरिटीको आधारमा लेख्दा जीवनका लागि प्राणवायु यसरी जुन महत्त्वपूर्णका आधारमा र्याङ्किङ गरेर लेख्न पनि सकिन्छ। अनि आर्थिक क्षेत्रमा ऊर्जा, व्यापार हैन जलविद्युतहरूका सन्दर्भमा पनि यसको युज हुन्छ। अनि राजनीतिक सिमाना कायम गर्नका लागि क्षेत्रगत पहिचान, यो नदी यतातिर छ भनेपछि त्यो क्षेत्रगत पहिचान पनि हुने भयो। अनि सामाजिक जीवनयापन, सरसफाइका कुराहरूमा पनि भयो, उद्योग कल कारखानामा पनि प्रयोग भएको हुन्छ। यसरी लेख्न सकिन्छ सम्झिएर। अनि यसको फुल समाधान चाहिँ 2080 नायब सुब्बाको 2080 को प्रश्न नम्बर 1 मा समाधान गरिसकेको छ। त्यहाँ गएर हेर्न सक्नुहुनेछ। र प्रश्न नम्बर 3 तर्फ लागौं। प्रश्न नम्बर 3 मा भनेको छ सांस्कृतिक विविधताले नेपालको राष्ट्रिय एकतामा कसरी योगदान गरेको छ उल्लेख गर्नुहोस् भनेको छ। एकदमै भेरी इम्पोर्टेन्ट क्वेसन। यिनी भनेको टेक्निकल एनालाइसिस गर्नुपर्ने हुन्छ, ब्रेन स्ट्रोमिङ गर्नुपर्ने हुन्छ र लोकसेवामा धेरै झुक्काउने र प्रतिस्पर्धा गराउने टाइपका प्रश्नहरू यस्ता रहने गर्दछन्। यो प्राय एउटा पेपरमा 2वटा 3वटा सम्म यस्तो प्रश्न रहेको भेटिन्छ र समाधान गर्ने जाने सन्दर्भमा मैले यस्ता प्रश्नहरू पनि तपाईलाई भन्नेछु। यो एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ र यसलाई समाधान गर्दा पहिला ब्रेन स्ट्रोमिङ गरौँ। कसरी एकता प्रवर्धन गर्छ, कसरी एकता कायम गर्छ, एकतामा कसरी योगदान पुर्याउँछ भनेको छ। केले भन्दा सांस्कृतिक विविधताले। अब एकता भनेको के हो भन्दा साझा विषय, सबैको एउटै लक्ष्य, सबैको एउटै मत, सबैको एउटै धारणा, सबैको एउटै सहमतिलाई एकता भन्छ हैन। अब यो एकतालाई कसरी यसले प्रवर्धन गर्छ भनेर अब हामीले कुन दायरामा सोच्ने त। पहिला त सांस्कृतिक विविधतामा विभिन्न मान्यता हुन्छन्, परम्पराहरू हुन्छन्, उनीहरूका योगदानहरू हुन्छन्, कानुनी दायराहरू हुन्छन्, लक्ष्य, उद्देश्य, पारस्परिक हित, एकता, सहिष्णुता जस्ता शब्दहरू पहिला हामीले ब्रेन स्ट्रोमिङ गर्ने अनि तिनै विषयमा आधारित रहेर लेख्नुपर्ने हुन्छ। जस्तै यसको समाधान गर्दा यो मैले फुल समाधान यहाँ भनिदिने छु। नेपाल बहुलजाति, भाषा, धर्म, संस्कृति युक्त मुलुक भएकोले सांस्कृतिक विविधतायुक्त विशेषताले सम्पन्न रहेको छ। यसै सन्दर्भमा सांस्कृतिक विविधताले राष्ट्रिय एकतामा देहाय बमोजिमको योगदान पुर्याउँछ भनेर लेख्ने। अनि कसरी एकता पुर्याउँछ त? आफ्नो मौलिकता संरक्षणसँगै सांस्कृतिक विविधतायुक्त नेपालको छवि निर्माण भएको छ। भनेको के हो भने सबैको आफ्नो सांस्कृतिक विविधता छ नि, त्यसले नेपालको छवि नेपाल के हो बहुसांस्कृतिक युक्त भन्ने एउटा छवि निर्माण भयो। त्यो पनि एकता हो नि त। त्यो एकजनालाई मात्रै हैन नि त, हामी सबै नेपालीलाई के भएको छ सांस्कृतिक विविधतायुक्त नेपाल भन्ने एउटा छवि निर्माण गर्न यसले सहयोग गरेको छ। अनि असल सांस्कृतिक अभ्यासको आदान प्रदानसँगै पारस्परिक हित र एकता कायम भएको छ। जस्तै कुनै पनि संस्कृतिमा एकदम राम्रो विषय हुन्छ भने त्यसलाई अन्य संस्कृतिले पनि के गर्छ अवलम्बन गरेको हुन्छ र आदान प्रदान गरेको हुन्छ। यसैले के गर्छ पारस्परिक हित प्रवर्धन गर्न र एकता कायम गराउन यसले मद्दत गरेको हुन्छ भन्ने। अनि विविधतायुक्त गतिशील समाजका लागि सहकार्य र एकताको विकास भएको हुन्छ। जुन विविधतायुक्त गतिशील समाजका लागि सहकार्य र एकताको विकास भएको हुन्छ। समाजमा के छ विविधता छ तर सबैले के गरेका हुन्छन् आफ्नो तर्फबाट सहयोग गर्ने, सहकार्य गर्ने र समाजलाई गतिशील बनाउन र एकता कायम गराउन यसले मद्दत गरेको हुन्छ भन्ने। अनि सांस्कृतिक विविधताद्वारा पर्यटन प्रवर्धनसँगै राष्ट्रिय आयमा सबै संस्कृतिको योगदान प्रतिबिम्बित भएको छ भनेको। जस्तै सांस्कृतिक विविधताले पर्यटन प्रवर्धन गर्छ र पर्यटन प्रवर्धन भइसकेपछि राष्ट्रिय आय वृद्धि हुन्छ र राष्ट्रिय आय वृद्धि भएपछि हामीले के भन्न पायौँ हाम्रो संस्कृतिले गर्दा, हामी सबैको संस्कृतिले गर्दा यो सम्भव भएको, राष्ट्रिय लाभ प्राप्त भएको, आयमा वृद्धि भएको भन्न हाम्रो सबैको योगदान त्यहाँ प्रतिबिम्बित भएको हुन्छ, झल्किएको हुन्छ। यसरी पनि एकता प्रवर्धन हुन सक्छ। र अर्को सबै संस्कृतिको सम्मान भन्ने धारणाले एक आपसमा पारस्परिक हित र एकता विकास भएको हुन्छ। सबै संस्कृतिको के हुनु पर्यो एक आपसमा सम्मान गर्नुपर्छ भन्ने धारणाले सबैले सम्मान अर्को धर्मको सम्मान गर्नुपर्छ भन्ने धारणा हुँदा एकले अर्कोलाई सम्मान गर्ने हुँदा यसै गरी के भएको छ एकता पारस्परिक हित र एकता विकास भएको छ। र यसै गरी लेखिएको छ यहाँ तपाईले पढ्न सक्नुहुनेछ।
अब के का लागि कसरी भनेर पनि भन्न सकियो। चाडपर्व परम्पराहरूमा मेलमिलाप भयो, साझा राष्ट्रिय पहिचान निर्माण भयो, राष्ट्रिय निर्माणमा साझा योगदान भयो, अनि विविध संस्कृतिले समाजमा सहिष्णुता विकास गराएको छ, विविधतायुक्त संस्कृतिले पारस्परिक निर्भरता बढाएको छ, एक आपसमा निर्भरता भएको छ विविधतायुक्त संस्कृतिले। ऐँचो पैँचो दसैँ तिहार ईदहरू जस्तामा एक आपसमा यो हाम्रो यो धर्मका लागि थोरै सहयोग गर्न सक्नुहुन्छ कि भन्ने एउटा धारणाले पारस्परिक हित र एकता प्रवर्धन गरेको छ। अनि फरक संस्कृतिमा रमाउन पाउँदा आत्मीयतासँग एकता बढेको छ। जस्तै हामीले हाम्रो संस्कृति मान्दै आएका हुन्छौँ, हामी कुनै साथीकोमा कुनै संस्कृतिमा गयो भने हामीलाई कति आनन्द हुन्छ हैन। त्यस्तै नै हाम्रो आत्मीयता पनि बढेको छ, यससँगै एकता पनि बढेको छ। अनि विभिन्न संस्कृति कुनै संस्कृतिमा कुनै विशेषज्ञ हुन्छ, कुनै ज्ञान हुन्छ, त्यहाँको केही विज्ञता हुन्छ, त्यसले गर्दा के हुन्छ अनुभव हुन्छ, त्यसले गर्दा आपसी सहयोग पनि हुन्छ। कुनै कसैलाई समस्या पर्यो भने त्यो विज्ञताले त्यहाँ काम गर्छ, त्यसरी पनि एकता प्रवर्धन भएको छ। अनि विभिन्न संस्कृतिमा समान कानुनी दायरा रहँदा राज्य निर्माणमा साझा सहकार्य भनेको अब सबैले कानुन त सबैलाई समान छ नि, संस्कृति फरक भए पनि कानुन सबैलाई समान छ। त्यो समान कानुनले पनि के गरेको छ, सबैले राज्यप्रति राज्य निर्माणमा साझा सहकार्य छ। संविधानले के भनेको छ, सबै व्यक्तिको सबै नागरिकका हक अधिकार भनेको छ, त्यहाँ कुनै संस्कृतिको भनेको छैन, सबै नागरिकको एउटै अधिकार छ। त्यसरी पनि एकता प्रवर्धन भएको छ भनेर यसरी भनिदिने। अनि यसरी सांस्कृतिक विविधताले आपसी सम्मान सहकार्य र भाइचाराको विकास गराएर राष्ट्रिय एकता बलियो बनाउँदछ भनेर सारांशमा भनिदिने। अनि प्रश्न नम्बर 4 मा भनेको छ नेपालको 15औं योजना। यहाँ प्रश्नमा भनेको छ नेपालको 15औं योजनाका कुनै 5 वटा राष्ट्रिय रणनीति उल्लेख गर्नुहोस् भनेको छ। अब हामीले चाहिँ यहाँ सल्भ गर्दा 16औं योजनाका राष्ट्रिय रणनीति सल्भ गर्नेछौँ र 16औं योजनाको राष्ट्रिय रणनीति कहाँ लेखिएको छ भन्दा नायब सुब्बाको 2081 प्रश्न नम्बर 4 मा हामीले अलरेडी समाधान गरिसकेका छौँ। त्यहाँ गएर हेर्नु होला 2081 को प्रश्न नम्बर 4 मा। यहाँ हामीले गर्दैनौँ किनभने समय कम हुने गर्दछ, अनि त्यो हामीले अलरेडी गरिसकेका छौँ, त्यहाँ गएर हेर्नु होला। यो 2078 हो, तपाईँ 2081 को भिडियोमा गएर हेर्न सक्नुहुनेछ। र प्रश्न नम्बर 5 गरौँ। बढ्दो शहरीकरणले जनसङ्ख्या व्यवस्थापनमा पारिरहेको असरको संक्षिप्त समीक्षा गर्नुहोस् भनेको छ। बढ्दो शहरीकरणले जनसङ्ख्या व्यवस्थापनमा पारिरहेको असरको संक्षिप्त समीक्षा गर्नुहोस् भनेको छ। शहरीकरण बढेको सन्दर्भमा अब जनसङ्ख्या व्यवस्थापनमा कस्तो कस्तो असर पर्दछ यो एउटा व्याख्या गर्न भनेको सन्दर्भमा पहिला विषय प्रवेश गरौँ। बढ्दो शहरीकरणले जनसङ्ख्या व्यवस्थापनमा पारेको असर भनेर लेख्ने। अनि यसका लागि सुविधा र विकास खोज्ने सन्दर्भमा शहरतर्फ बसाइसराई बढेसँगै जनसङ्ख्या व्यवस्थापनको असर देखिने गर्दछ। जनसङ्ख्या व्यवस्थापनमा असर देखिने गर्दछ जुन निम्न बमोजिम रहेको छ भन्ने। अब जो मानिसहरू आफूलाई सहज रूपमा बाँच्नका लागि, सहज रूपमा जीवनयापन गर्नका लागि, सुविधा खोज्नका लागि गर्छन्, सहरतर्फ जाने गर्छन्। यसैसँगै शहरीकरण बढ्ने गर्दछ, सहरमा जनसङ्ख्या बढ्ने गर्दछ। र पहिला ब्रेन स्टर्मिङबाट सोच्दा कहाँ कहाँ हिट गरेको छ यसले, वातावरणमा कस्तो हिट गर्छ, गाउँ सहरमा कस्तो हिट गर्छ, सरकारमा कस्तो हिट गर्छ, व्यवस्थापनमा कस्तो हिट गर्छ, आपूर्ति सेवाको आपूर्ति वितरण प्रबन्ध अनि यसको व्यवस्थापनमा कस्तो हिट गर्छ। जस्तै व्यवस्थापनमा भिड होला, समस्याहरू होला, फोहोर होला, रोजगारीको सन्दर्भ होला, पूर्वाधारको विकासको सन्दर्भ होला, चाप तथ्याङ्क सङ्कलनको कुरा होला, सेवाको गुणस्तरको कुरा होला। यिनी विषयमा कसरी सोचेर हामीले ब्रेन स्टर्मिङ गरेर लेख्ने र यसको समाधान यहाँ रहेको छ। जनसङ्ख्याको लागि अवसरको आवासको अभाव र घर जग्गाको मूल्य वृद्धि हुन्छ। अब सहरमा बसाइसराई धेरै भइसकेपछि त के हुन्छ, आवास ठाउँै हुँदैन, घर किन्ने ठाउँै हुँदैन, जग्गा किने पनि घर जग्गा मूल्य अभिवृद्धि हुन्छ, धेरै वृद्धि हुन्छ। कस्तो कस्तो समस्या पर्छ जनसङ्ख्या व्यवस्थापनका लागि त्यही नै लेख्ने। जनसङ्ख्या व्यवस्थापनका लागि खाद्य आपूर्ति गर्नु पर्यो र खाद्य आपूर्ति खानेपानी आपूर्ति गर्नु पर्यो, यसमा पनि समस्या देखिन्छ, त्यही नै भन्ने हो। अनि जनसङ्ख्या बढेसँगै के हुन्छ, सेवा वितरणमा असहजता हुन्छ, सबै भिड चाप बढ्न थाल्छ, सेवा कहाँ दिने, कोलाई दिने, एकदम चाप बढ्न थाल्छ। अनि सहरको सडक र यातायातमा सडकमा त जाम भइहाल्यो, अनि वातावरण प्रदूषण बढेसँगै फेरि नियन्त्रणमा कठिनाइ पनि हुन्छ। अब वातावरण प्रदूषण नियन्त्रण गरेर जनसङ्ख्या व्यवस्थापन गर्नका लागि फेरि के हुन्छ, वातावरण प्रदूषण हुन्छ, यसले प्रदूषण बढाउँछ। जति जनसङ्ख्या बढ्यो, जति अव्यवस्थित भयो त्यति प्रदूषण पनि बढ्दै जान्छ, यो समस्या पनि हुन्छ।
अनि जनसङ्ख्या तथ्याङ्क सङ्कलनमा कठिनाइ हुन्छ। जनसङ्ख्या तथ्याङ्क कथा सङ्कलन गर्ने दोहोरो हुने हो कि यो सङ्कलनमा पनि कठिनाइ हुन्छ। अनि जनसङ्ख्या व्यवस्थापनका लागि कृषियोग्य भूमि तथा वन जङ्गलको दोहन बढ्छ भनेको अब घर बनाउने चक्करमा वन जङ्गल फडानी, कृषियोग्य जमिन घर बनाउने जस्ता समस्याले के हुन्छ, यिनी भूमिहरूको पनि दोहन बढ्छ अथवा यिनी भूमिलाई राम्रोसँग हामीले परोपकारी प्रयोग गर्न सकिन्न। जुन कृषिमा गर्नुपर्ने थियो त्यहाँ घर बन्यो भनेपछि त्यो पनि एउटा समस्या भयो। अनि सहरमा उच्च जनसङ्ख्यासँगै रोजगारी सिर्जनामा समस्या हुन्छ। अनि सहरमा उच्च जनसङ्ख्या बढ्यो, अब रोजगारी पनि कम हुन थाल्छ। अब रोजगारीमा पनि के हुन्छ, फेरि ज्याला दरहरू पनि घट्न थाल्छ धेरै जनसङ्ख्या बढिसकेपछि। वस्तु तथा सेवाको उच्च माग हुँदा गुणस्तरमा पनि कमी आउँछ। माग धेरै भयो भने अब आपूर्ति त गर्नु पर्यो, त्यसका लागि कम गुणस्तरको वस्तुहरू आपूर्ति गर्ने पनि समस्या देखिन सक्छ। अनि शहरी विकास योजना थप चुनौतीपूर्ण बन्छ। तर र स्थानीय र ग्रामीण भेगमा जनसङ्ख्या न्यून हुँदा क्षेत्रीय अनुसन्तुलन हुन्छ भनेको अब सबै मानिसहरू जनसङ्ख्या व्यवस्थापन गर्ने सन्दर्भमा अब सबै व्यवस्थापनहरू अवसर खोज्ने क्रममा सहरमा पसे। अब गाउँमा के भयो, कम भयो र जनसङ्ख्या व्यवस्थापन गर्नका लागि के भयो, क्षेत्रीय असन्तुलन बढ्यो। कसरी अब त्यहाँ सबै रित्तिन थाल्यो गाउँ, त्यस्ता समस्याहरू पनि देखिन थाल्छन् र यसले जनसङ्ख्या व्यवस्थापनमा यसरी असर पारेको छ भनेर पनि भन्न सकियो। र समग्रमा बढ्दो सहरीकरणले सहरमा जनसङ्ख्या चाप बढाई आवास आवश्यकता र व्यवस्थापनमा असर पुर्याएको सन्दर्भमा सहरी विकास योजना र क्षेत्रीय सन्तुलन नीतिको प्रबन्ध आवश्यक देखिन्छ भनेर एउटा सुझावसहित निष्कर्ष लेख्ने। र प्रश्न नम्बर 6 तर्फ लागौँ। प्रश्न नम्बर 5 तर्फ लागौँ। 5 भइसक्यो हाम्रो। प्रश्न नम्बर 4 भयो, यो अगाडि नै सोधेको, अगाडि नै लेखिएको छ। 5 भयो र प्रश्न नम्बर 6 मा जाउँ। प्रश्न नम्बर 6 मा भनेको छ गरिबी र बेरोजगारी बीचको अन्तर्सम्बन्ध बारे प्रकाश पार्नुहोस्। नेपालमा गरिबीको समस्या हल गर्न अपनाउनु पर्ने उपायहरू उल्लेख गर्नुहोस् भनेको छ। पहिला अन्तर्सम्बन्ध लेख्ने र यसको बेरोजगारीको मात्रै, बेरोजगारीको समस्या हल गर्न अपनाउनु पर्ने उपाय भनेको छ 10 नम्बरमा सोधेको प्रश्न हो र यसलाई समाधान गरौँ। पहिला गरिबी र बेरोजगारी बीचको अन्तर्सम्बन्ध लेखौँ। गरिबी र बेरोजगारी दुवै देशको सामाजिक तथा आर्थिक विकासमा देखिने प्रमुख समस्या हुन्। दुवै समस्याको उत्पत्ति र निवारणको उपाय पनि प्राय एउटै हुने गर्दछ। यसै सन्दर्भमा गरिबी र बेरोजगारी बीचको अन्तर्सम्बन्ध निम्न बमोजिम प्रस्तुत गरिएको छ भन्ने। अनि यहाँ मैले रेड पेनले लेखेको छु, यो हाइलाइट गर्नको लागि लेखेको। कस्तो कस्तो दायरामा हामीले ब्रेन स्ट्रोमिङ गरेर, जस्तै समस्यामा कस्तो कस्तो अन्तर्सम्बन्ध हुन्छ हैन, अनि यिनीहरूको कारण, यिनी दुईटै उत्पन्न हुनुको कारणमा कस्तो अन्तर्सम्बन्ध छ, कि एउटै कारणले गर्दा यिनी दुईटै उत्पन्न हुन सक्छन् त भन्ने विषयलाई लिएर लेख्ने हो। र अर्को समाधानमा अन्तर्सम्बन्ध भनेको कि एउटै नीतिले यिनी दुईटै हाम्रो समाधान हुन सक्छन् त, त्यो दायरामा लेख्ने भनिएको। र यहाँ अर्को समस्यामा अन्तर्सम्बन्ध के छ भन्दा बेरोजगारीले आय घटाउँछ र गरिबी बढ्दै जान्छ। यसको समस्या भनेको त गरिबी बढ्दै जाने र बेरोजगारी बढ्दै जाने दुईटा समस्या, र यिनीहरूको समस्यामा कस्तो अन्तर्सम्बन्ध छ भन्दा बेरोजगारीले आय घटाउँछ र गरिबी बढ्दै जान्छ भनेपछि त बेरोजगारीले गरिबी पनि त हुने रहेछ नि। अनि गरिबीले शैक्षिक पहुँच घटाउँदा सिप विकास र रोजगारीका अवसरहरू गुम्न सक्छन्। अब पहिला गरिब भएपछि के हुन्छ, सिप विकास र शिक्षामा अलि पहुँच कम हुन्छ र त्यो शिक्षा र सिप हामीले प्राप्त गर्न सक्ने भने रोजगार प्राप्तिमा पनि हामीलाई कठिन हुन्छ। भनेपछि गरिबीले बेरोजगारीमा पनि हिट गरेको छ। अनि बेरोजगारीले जीवनस्तर घटाई गरिबी बढाउँछ भनेको त्यही नै हो। अब जीवनस्तर आफ्नो आयहरूदेखि लिएर जीवनयापनदेखि लिएर यिनी सबै स्तर घटाउँछ र त्यो भइसकेपछि गरिबी अटोमेटिक बढ्ने गर्दछ। गरिबी भएपछि उत्पादन र लगानीका क्षेत्र कम हुँदा रोजगारीका अवसर घट्न थाल्छन्। अब गरिबी भएपछि उत्पादन र लगानीका क्षेत्रहरू अटोमेटिक कम नै हुने भए, पैसा कम भएपछि, अनि त्यो हुँदा फेरि के हुन्छ, अब उत्पादन कल कारखानाहरू पनि फेरि नहुँदा फेरि रोजगार पनि के हुन्छ, रोजगारका अवसरहरू पनि घट्दै जान्छन्। कि क्रस कटिङ इस्यु भयो। अनि गरिबीले बेरोजगारीको दुष्चक्र सिर्जना गर्छ। यो अटोमेटिक भइसक्यो हाम्रो माथि, गरिबीले गर्दा बेरोजगारी आउँछ भनेर एउटा दुष्चक्र पनि अहिले त्यो हामीले यहाँ हेरिन्छ। यो दुष्चक्र हो, जस्तै बेरोजगारी, न्यून आय, गरिबी, अनि फेरि गरिबी भएपछि न्यून सिप शिक्षा हुन्छ, सिप शिक्षापछि कामको अवसर कम हुन्छ, अनि त्यो भएपछि फेरि बेरोजगारी हुन्छ। यसरी भन्न खोजिएको। र अब कारणको अन्तर्सम्बन्ध भनेको के कारणले गर्दा, एउटै कारणले गर्दा के दुईटै उत्पन्न हुन्छ त, जस्तै देशमा भ्रष्टाचार अनियमितता बढेमा गरिबी र बेरोजगारी मौलाउँछन्। र दुईटैको कारणको अब
देशमा भ्रष्टाचार अनियमितता भएमा के हुन्छ, गरिबी र बेरोजगारी दुइटै हुने रहेछ के, एउटै कारणले दुइटा हुनेछ। अनि राजनीतिक प्रतिबद्धता घोषणापत्र र प्रभावकारी भएन भने पनि के हुन्छ, गरिबी र बेरोजगारी बढ्न जान्छ। अनि कमजोर आर्थिक नीतिको कारणले पनि के हुन्छ, दुइटै बढ्न जान्छन्। भ्रष्टाचार र कुशासनमाथि भनिसक्यो, त्यसका कारण पनि दुइटै बढ्न जान्छन्। राजनीतिक अस्थिरताको कारणले गर्दा पनि दुईवटै समस्या बढ्न जान्छन्। अनि औद्योगिक विकासमा कमी भयो भने औद्योगिक विकास भएन भने रोजगारी हुँदैन, रोजगारी भएन भने बेरोजगार भइन्छ, बेरोजगार भयो भने गरिबी भइन्छ। त्यो औद्योगिक विकासकोले गर्दा पनि के हुन्छ, कमीको कारणले गर्दा पनि दुईवटै समस्या उत्पन्न हुने गर्छ। र अर्को के भनेको छ, उच्च जनसङ्ख्या वृद्धि भए पनि त्यही नै समस्या आउँछ। असमानता र विभेदका कारणले पनि त्यही नै समस्या आउने गर्दछ। र समाधानमा कस्तो अन्तर सम्बन्ध रहेको छ भनेको के हामीले एउटै समस्याको समाधानले यो दुइटै सल्भ हुन सक्छ त भन्ने विषय हो। यसका लागि नीतिगत प्रबन्ध भनेको औद्योगिक नीति, रोजगार नीति, गरिबी निवारण नीति हामीले अवलम्बन गरियो भने दुईवटै समस्या समाधान हुन्छ। समाधानमा त्यो अन्तर सम्बन्ध रहेको छ दुईवटामा। भनेको औद्योगिक नीति हामीले लियो भने बेरोजगारी पनि हट्न सक्छ र गरिबी पनि हट्न सक्छ। दुईवटै समस्या एउटै नीतिबाट हट्न सक्छ भन्ने क्रस कटिङ इस्यु भएको हो। अनि सिपमूलक र अनिवार्य शिक्षा दियो भने पनि के हुन्छ, अनिवार्य शिक्षा अथवा आधारभूत आवश्यकता आधारभूत शिक्षा हामीले फ्रीमा दिन थालियो भने के हुन्छ, शिक्षामा पहुँच बढ्छ। शिक्षा पहुँच बढेपछि साक्षरता बढ्छ। साक्षरता बढेपछि सिप विकास, सचेतनाहरू बढ्न थाल्छ। अनि त्यसपछि रोजगारमा पनि पहुँच बढ्न थाल्छ। त्यो भन्न खोजेको। अनि सामाजिक सुरक्षा कार्यक्रमबाट दुवैको निवारण हुन्छ भनेको सामाजिक सुरक्षाका कार्यक्रम, भत्ता, सहुलियत, सुरक्षाका कार्यक्रमहरू, सामाजिक न्यायहरू यस्ता भयो भने पनि दुईवटै समस्याहरू समाधान हुन सक्छन् भनेर बुझ्ने। अनि समग्रमा के बुझ्ने भन्दा समस्यालाई उल्टाउँदा दुवैको समाधानको बाटो खुल्छ। जुन समस्या छ त्यसलाई उल्टाउने भने दुवैको समाधानको बाटो खुल्छ नि त। जस्तै माथि यहाँ समस्या के पढेको थियौँ हामीले, भ्रष्टाचार र कुशासनको कारण पढेको थियौँ। अब भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्धन भयो भने के हुन्छ, गरिबी र बेरोजगारी दुवै समस्या समाधान हुन्छन् भनेर यसरी सोच्न सकिन्छ। र यसमा फिगर बनाउँदा गरिबी र बेरोजगारीको कस्तो अन्तर सम्बन्ध रहेको छ त। यो फिगरबाट हेर्दा बेरोजगारी दर बढ्दैछ भने गरिबी दर पनि बढ्दै गएको छ। अनि यो फिगरमा गरिबीको र बेरोजगारीको चक्र रहेको छ अन्तर सम्बन्धको। यहाँ बेरोजगारी छ, न्यून आय छ, अनि गरिबी हुन्छ। अनि गरिबी भएपछि अवसर गुम्न थाल्छन्, कामका अवसरहरू गुम्न थाल्छन् र बेरोजगारी नै हुन्छ भनेर यसरी सम्बन्धको चित्र बनाएको छ। परीक्षामा एउटा बनाइदियो हुन्छ। र अर्को दोस्रो खण्डमा भनेको छ, नेपालमा बेरोजगारीको समस्या हल गर्न अपनाउनु पर्ने उपायहरू उल्लेख गर्नुहोस् भनेको छ। र यसको दायरा सोच्नुहोस् पहिला। यसको दायरा कस्तो हुन्छ भन्दा, अब समस्या समाधान भनेपछि हामीले नीतिगत प्रबन्ध गर्ने कि आवश्यकता कस्ता आवश्यकताहरू छन्, के कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ, कुन निकायसँग समन्वय गर्न सकिन्छ, सहकार्य गर्न सकिन्छ, सहयोगको अपेक्षा गर्न सकिन्छ, र के व्यवस्थापन गरिन्छ, स्रोत साधन व्यवस्थापन हो कि नीति नियम ऐन कानुनको व्यवस्थापन गर्ने हो कि यसरी के को व्यवस्थापन मार्फत हामीले यसलाई समाधान गर्न सकिन्छ। पहिला ब्रेन स्टर्मिङ गरेर यो फर्मेट चाहिँ दिमागमा राखिसकेपछि अलरेडी नीतिका कुराहरू आउँछन्, आवश्यकता कुराहरू आउँछन्, कार्यक्रमका कुराहरू आउँछन्, समन्वयका कुराहरू आउँछन्, व्यवस्थापनका कुराहरू आउँछन्। र अब नेपालमा बेरोजगारी समस्या हल गर्न अपनाउनु पर्ने उपाय भनेको छ, यहाँ लेखिएको छ बेरोजगारी निवारणका मौजुदा नीति। अब नीति भनेपछि नीतिगत तथा कानुनको प्रभावकारी कार्यान्वयन गराउने, अनि कार्यक्रमका सन्दर्भमा लक्षित वर्ग कार्यक्रमहरू हुन्छ, सामाजिक सुरक्षाका कार्यक्रमहरू हुन्छ, यिनी तर्जुमा गर्ने, सञ्चालन गर्ने, अनि नीतिका सन्दर्भमा औद्योगिक नीतिहरू तर्जुमा गर्ने, रोजगारका अनि कार्यान्वयन पनि गर्ने, रोजगार नीतिहरू भयो। अनि आधारभूत विषयमा लक्षित वर्गलाई के गर्ने, सामाजिक सुरक्षा तथा सहुलियत प्रदान गर्ने, कृषिलाई आधुनिकीकरण, विविधीकरण र यान्त्रिकीकरण गराउने, राजनीतिक प्रतिबद्धता, सुशासन, शिक्षा, सचेतना, सामाजिक विभेदको अन्त्य गर्ने, पहुँच प्रतिनिधित्व र क्षमता विकास कार्यक्रम, उत्पादन र रोजगार केन्द्रित कार्यक्रम सञ्चालन, अनि युवा स्वरोजगार कार्यक्रम, महिला विकास कार्यक्रम। यसरी के कार्यक्रम गर्न सकिन्छ जसले बेरोजगारी र गरिबीलाई न्यूनीकरण गर्न सकिन्छ, त्यसलाई व्यवस्थित गराउने, अनि यथार्थ बेरोजगारी तथ्याङ्क सङ्कलनहरू र त्यसको व्यवस्थापन गर्ने, कति बेरोजगारी छ, कति गरिबी छ, त्यो टेक्निकल वैज्ञानिक रूपमा एकदम एथेन्टिक डाटा हुनु पर्यो। त्यो हामीलाई थाहा हुनु पर्यो, यति अहिले बेरोजगारी छ, यति अहिले गरिबी दर छ, यसलाई न्यूनीकरणका लागि यति बजेट हामीलाई चाहिन्छ भनेर
त्यो प्रबन्ध गर्नका लागि पनि यथार्थ बेरोजगारी तथ्याङ्क सङ्कलन र व्यवस्थापन हुनुपर्छ। अनि सुरक्षित लगानी मैत्री वातावरण सिर्जना। अब त्यसै त तपाईँसँग थोरै पैसा छ अनि त्यसपछि त्यो पैसा लगानी लाएर त्यो पैसा डुब्ने जस्तो वातावरण छ भने त्यहाँ झनै गरिबी मौलाउन सक्ने देखिन्छ र बेरोजगारी मौलाउन सक्ने देखिन्छ। त्यही भएर लगानी गर्न पनि एकदम लगानी मैत्री वातावरण सिर्जना गरिदिनु पर्यो राष्ट्रले, सरकारले। त्यस्ता त्यस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ। यसलाई पोइन्ट बाई छुट्याएर पनि नीतिगत प्रबन्धद्वारा, कार्यक्रमगत प्रबन्धद्वारा अनि व्यवस्थापनगत प्रबन्धद्वारा भनेर टपिक वाइज छुट्याएर लेख्न पनि सकिन्छ। र यसरी बेरोजगारी नियन्त्रणका लागि सिपमूलक शिक्षा, उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ। यसरी सरकार, निजी क्षेत्र र समाजको सहकार्यबाट दिगो रूपमा बेरोजगारी समस्या हटाउन सकिन्छ भनेर एउटा सुझाव दिने, अवस्था लेख्ने अनि सुझाव दिने र यसरी यो प्रश्न समाधान गर्न सकिन्छ। र प्रश्न नम्बर 7 तर्फ लागौं। प्रश्न नम्बर 7 मा भनेको छ नेपालको संविधान बमोजिम नागरिकका कर्तव्यहरू उल्लेख गर्नुहोस् भनेको छ। र यसको समाधानतर्फ जाउँ। पहिला हाम्रो नागरिक भनेको हामी, हाम्रा कर्तव्यहरू के छन् त? राज्यप्रति, कानुनप्रति, समाजप्रति, हाम्रा नैतिक आचरण, मूल्य, मान्यता कस्ता कस्ता रहन्छन् यसप्रति भनेर लेख्ने हो। र नागरिकका हैसियतमा निर्वाह गर्नुपर्ने संवैधानिक, राजनीतिक, आर्थिक, सामाजिक लगायतका दायित्वको समष्टिलाई नागरिकका कर्तव्य भनिन्छ। नेपालको संविधान बमोजिम नागरिकका कर्तव्यहरू देहाय बमोजिम रहेका छन् भनेर विषय प्रवेश गर्ने। र संविधानमा के रहेको छ त भन्दा 4वटा रहेका छन्। त्योभन्दा अगाडि के छ त भन्दा संविधानको धारा 1 मै के भनेको छ? संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्यसँगै संविधानको धारा 48 मा के छ फेरि देहाय बमोजिमका कर्तव्यको प्रबन्ध गरिएको छ। अनि संविधानको 1 मा व्यक्तिलाई भनेको छ, व्यक्ति भनेपछि नागरिक पनि पर्यो, अन्य विदेशी मान्छेहरू पनि पर्यो। यहाँ यी देश सीमानाभित्र रहने मानिसहरूलाई व्यक्ति भनिन्छ र त्यो सबै व्यक्तिले संविधानको पालना गर्नु पर्यो भनेर त्यहाँ भनेको छ। र नागरिकै कर्तव्य भनेर धारा 48 मा राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने भनेको छ। संविधान र कानुनको पालना गर्ने, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने भनेको छ। र यस बाहेक संविधानको धारा 48 बाहेक अन्य प्रबन्ध र मर्म अनुसार के छन् त? के हामीले गर्नुपर्छ त भन्दा सामाजिक सांस्कृतिक दायित्व अथवा कर्तव्यहरू हुन्छ। सामाजिक सद्भाव, एकता, सांस्कृतिक सम्पदाको जगेर्ना, संरक्षण, सामाजिक सांस्कृतिक सहिष्णुता र भाव प्रकट गर्ने, विभेद, उत्पीडन र अन्यायको विरोध गर्ने, अन्त्य गर्ने। यसै गरी आर्थिक दायित्व पनि रहेको हुन्छ। राज्यलाई कर तथा राजस्वको योगदान गर्ने, राष्ट्र र राष्ट्रियता विकासमा सक्रिय सहभागिता गर्ने। अनि अन्य कर्तव्यमा के रहेको छ भन्दा मतदान गर्ने, आफ्नो अनुभव, विज्ञता केही छ भने राज्यलाई त्यो सुझाव पनि दिन सक्यो, मसँग यस्तो विज्ञता छ, मैले के सहयोग गर्न सक्छु त्यो पनि भन्न सक्यो, त्यो पनि एउटा कर्तव्य हो। अनि यसरी उल्लेखित कर्तव्य पालना गर्दै नागरिक राज्यप्रति जिम्मेवार हुनुपर्दछ भनेर थोरै केही भनिदिने अन्तिममा। अनि प्रश्न नम्बर 8 तर्फ लागौँ। सामाजिक सचेतना बढाउनको लागि नागरिक शिक्षाको योगदान कसरी हुन्छ? उदाहरणसहित लेख्नुहोस् भनेको छ। यो पनि महत्त्वपूर्ण प्रश्न हो। सामाजिक सचेतना बढाउनको लागि नागरिक शिक्षा भनेर लेख्ने। अनि नागरिक शिक्षा सामाजिक सचेतना अभिवृद्धि गराउने महत्त्वपूर्ण माध्यम हो। यसले सामाजिक सचेतना बढाउन देहाय बमोजिम योगदान पुर्याउँदछ भनेर भन्ने। अनि यसले के गर्दछ त? नागरिक शिक्षाले के गर्छ? पहिला कर्तव्यबारे सचेत बनाउँछ। अनि जस्तै कानुन पालना आदि, कानुन पालना हामीले गर्नुपर्छ, हाम्रो कर्तव्यहरू के हो भनेर त्यसबारे सचेत गराउँछ। अनि शिक्षाले के गराउँछ? अधिकारबारे पनि सचेत बनाउँछ। अनि जस्तै नागरिकको हक अधिकार के हुन्छ? हाम्रो अधिकार के हो? सूचनाको हक हो कि हामीले के गर्न पाउनुपर्छ भनेर त्यो हामीलाई त्यसप्रति सुसूचित बनाउँछ। र अर्को सामाजिक जिम्मेवारी बढाउँछ। अनि सार्वजनिक सम्पत्ति जोगाउने हामीलाई त्यो शिक्षा यसले प्रदान गर्छ अनि सचेत बनाउँछ भन्न खोजेको। अनियमितता विरुद्ध सचेत गराउँछ, जस्तै भ्रष्टाचार खबरदारी गर्नुपर्छ भन्ने। अनि शान्तिपूर्ण समाज सिकाउँछ, हिंसा द्वन्द्व समाधानका लागि। अनि सामाजिक सेवा सिकाउँछ, रक्तदान, सहयोग, राहत आदि हामीलाई यो यिनी मूल्य मान्यताहरू पनि सिकाउँछ। र राष्ट्रिय एकता सिकाउँछ, जस्तै सांस्कृतिक बाहुल्यता, सम्मान, सहिष्णुता जस्ता विषयले एकता पनि सिकाउँछ। र स्वास्थ्य सचेतना सिकाउँछ, सरसफाइ, प्रदूषण नियन्त्रण आदि
हाम्रो यो स्वास्थ्यपर रहन पनि यसले सिकाउँछ र त्यसले के हुन्छ हाम्रो समाज वातावरण प्रदूषण नियन्त्रण हुन्छ। सहकार्य र सहिष्णुता सिकाउँछ, जस्तै मेलमिलाप सहयोग आदान प्रदान आदि सिकाउँछ। समानता सिकाउँछ, विकासका लागि सबैको पहुँच हुनुपर्छ, त्यो समानता पनि शिक्षाले सिकाउँछ, शिक्षामा पहुँच हुनुपर्छ भन्ने धारणाले। अनि न्याय पनि सिकाउँछ, जस्तै दण्ड सजायद्वारा विकृति रोक्न हामीलाई न्याय पनि शिक्षाले नै सिकाउने हो। अनुशासन पनि शिक्षाले नै सिकाउँछ, जस्तै ट्राफिक नियमको पालना, विभिन्न आचरण नियमहरू के रहेका हुन्छन् तिनीहरूको पालना गर्ने पनि यसले नै सिकाउँछ। र खबरदारी सिकाउँछ, जस्तै सार्वजनिक स्रोतको दुरुपयोग भएमा, जस्तै भ्रष्टाचार सम्बन्धी यो न्यूनीकरण गर्नुपर्छ, यसलाई खबरदारी गर्नुपर्छ भन्ने खबरदारी पनि शिक्षाले नै सिकाउने हो। अनि सिप सिकाउँछ, शिक्षाले सिप सिकाउँछ र शिक्षामा हाम्रो पहुँचद्वारा, कसरी भन्दा शिक्षामा हाम्रो पहुँचद्वारा सिप सिकाउँछ। अनि मर्यादा सिकाउँछ, नैतिक शिक्षाद्वारा हामीलाई यसले मर्यादा पनि सिकाउँछ। र यसरी सामाजिक सचेतना बढाउनको लागि नागरिक शिक्षाले यस्तो योगदान गरेको छ भनेर उदाहरणसहित यसरी उदाहरण मागेको हुँदा उदाहरणसहित लेख्ने। अनि अन्तिममा यसरी नागरिक शिक्षाले समाजका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, नैतिक तथा व्यवहारिक पक्षमा सकारात्मक परिवर्तनद्वारा सामाजिक सचेतना बढाउँछ भनेर भन्न सकियो। समग्रमा एउटा शिक्षा भनेको कस्तो त भन्दा सचेतना अभिवृद्धि गराउने माध्यम हो, पहिला त्यो बुझ्नु पर्यो। अनि त्यो सचेतना अभिवृद्धि गराउने माध्यमले के गरेर सचेतना अभिवृद्धि गराउँछ त? शिक्षामा के रहेका हुन्छन्? सचेतना गराउने एउटा अस्त्र हो नि त यो। न्याय, अनुशासन, समानता, नैतिकता, खबरदारी, सिप, यस्ता विषय यसले सिकाउँछ र यिनै विषय हामीले समाजमा लागू गर्दा के हुन्छ त सामाजिक सचेतना प्रवर्धन हुन्छ, त्यही नै बुझ्ने हो। र नम्बर 9 मा रहेको छ नजिर। यो अगाडि प्रश्न सोधेको प्रश्न पनि हो। 2080 प्रश्न नम्बर 8 मा नजिरको परिभाषा त्यहाँ लेखिसकेको छ, यहाँ त्यही पनि लेख्यो। नजिर भन्नाले के बुझिन्छ? न्यायिक प्रक्रियामा नजिरको महत्त्वबारे चर्चा गर्नुहोस् भनेको छ। र नजिर भनेको मौजुदा कानुनको अभाव भएको सन्दर्भमा विगतमा सोही प्रकृतिका मुद्दामा गरेका फैसला निर्णयका आधारमा सर्वोच्च न्यायिक निकायद्वारा निर्माण गरिने कानुनको नयाँ सिद्धान्त नै नजिर हो भन्ने। अनि नजिरले कानुनको विकासशीलता र गतिशीलता कायम गराउने हुँदा यसलाई कानुनको स्रोत मानेको। यसले कानुनको अभाव पूरा गरिहाल्छ। अहिले कुनै कानुन अभाव भयो भने विगतमा त्यस्तै प्रकृति नजिक जाने, त्यस्तै प्रकृतिको कस्तो फैसला गरेको थियो त्यसलाई आधार लिएर अहिले कानुन बनाइहाल्ने हो। त्यो हुँदा कानुनको गतिशीलता यसले कायम गराउनु भयो, कानुन बीचमा रोकिने भएन, ग्याप हुने भएन भन्न खोजेको। अनि नजिरले कानुनका सामान्य सिद्धान्त पूरा गर्न नसकेको अथवा समान स्तरबाट प्रतिपादित नजिर बाँझिएमा अथवा यो माथिल्लो तहको न्यायिक निकायबाट अलि तल्लो तहको लेभल अनुसार तल्लो तहको न्यायिक निकायबाट जुन प्रतिपादित नजिर हुन्छ, त्यो एउटै नजिर हुन्छ, त्यो बाँझिएमा के हुन्छ, त्यो तल्लो निकायको नजिर पनि के हुन्छ, अमान्य हुन्छ भनेर यसरी यसको कस्तो अवस्थामा यो खारेज हुन्छ भनेर पनि भन्न सकियो। अनि न्यायिक प्रक्रियामा नजिरको महत्त्व अब समग्रमा सोध्दा के भन्ने हो त भन्दा निर्णयमा गतिशीलता, कानुनी गतिशीलता, कानुनको अभाव पूरा, समय, यो छिटो निर्णय गर्न सकियो। न्यायाधीशलाई जटिल निर्णयमा यसले मार्ग प्रशस्त गर्ने भयो। अदालती निर्णयमा एकरूपता कायम गराउने भयो। अदालतबाट निर्णय हुने हुँदा नागरिक विश्वास कायम गराउने भयो भनेर यसरी लेख्न सकिन्छ। र समग्रमा के बुझ्ने भन्दा अहिले कानुनको अभाव छ, हामीलाई कानुन चाहिएको छ, त्यो अवस्थामा सर्वोच्च न्यायिक निकायले विगतमा गरिएका फैसलाहरूका आधारमा गर्ने हो। यो र यही फर्मेटमा तपाईँले आफूले मौलिकतालाई ध्यान दिँदै लेख्न सक्नुहुनेछ। र यसरी नजिरले न्यायिक प्रक्रियामा समानता, स्पष्टता र स्थिरता कायम राख्दै न्याय प्रदान गर्न महत्त्वपूर्ण आधार प्रदान गर्छ भनेर एउटा निष्कर्ष लेख्ने। र प्रश्न नम्बर 10 तर्फ लागौँ। 10 मा भनेको छ नेपालमा सूचनाको हकले प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नदेखिका समस्या लेख्दै सुशासन कायम गर्न सूचनाको हकले कस्तो सुशासन कायम गर्न सूचनाको हकले कस्तो भूमिका खेल्छ प्रश्न पार्नुहोस् भनेको रहेछ। यहाँ छुटे जस्तो लाग्यो मलाई। सूचनाको हक कार्यान्वयनमा समस्या के छ लेख्ने। पहिला सूचनाको हक प्रवर्धन गर्नका लागि विभिन्न नीति, कानुन तथा कार्यगत प्रबन्ध भए तापनि कार्यान्वयन पक्षमा विभिन्न अभाव, प्रभाव र दबाव अवरोधका कारण समस्या सिर्जना भएको हुन्छ भनेर। अब यसको विभिन्न अभाव के छ? नीति, नियम, ऐन, कानुन, व्यवस्थापन, कार्यान्वयन, मान्यता, मूल्य, मान्यता, स्रोत, साधनलाई सम्झिएर यसको समस्या लेखिदिने। अनि अर्को खण्ड खमा सोधेको रहेछ, यहाँ लेख्न छुटेछ, यो धेरै भयो, यहाँ 5 वटा लेखेर अर्को के भनेको रहेछ भन्दा सूचनाको हकले सुशासन कायम गर्न कस्तो भूमिका खेल्छ भनेको छ। जस्तै पहिला सूचनाको हकले के गर्दछ?
सुसूचित गराउँछ नि त। सार्वजनिक निकायका काम कारबाहीहरूलाई के गर्छ, त्यो जनता सार्वजनिक निकायमा यसले प्रकाशन गर्ने हुँदा पारदर्शिता प्रवर्तन गर्छ। पारदर्शिता भनेको सुशासनको एउटा पूर्व शर्त हो। यसरी कनेक्ट गराएर लेख्ने हो। त्यो लेख्न छुटेको सन्दर्भमा म क्षमा चाहन्छु र त्यो तपाईँलाई होमवर्क भयो। अब अत सूचनाको हक कार्यान्वयनमा अभाव, प्रभाव र अवरोधका यी पक्षले पारदर्शिता र सुशासनमा समेत असर पुर्याउने देखिन्छ भनेर लेखिदिने एउटा समग्रमा। यो तपाईँले पढेर लेख्नु होला। यहाँ तिनै विषयलाई यिनै अभाव, प्रभाव, अवरोध, कमजोर व्यवस्थापन, प्रबन्ध र मान्यताका विषयलाई समेटेर लेखिएको छ। र प्रश्न नम्बर 11 तर्फ लागौँ। भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सतर्कता केन्द्रको भूमिकाबारे चर्चा गर्नुहोस् भनेको छ। यो प्रश्न सेम यही प्रश्न हामीले नायब सुब्बा 2080 को प्रश्न नम्बर 10 मा समाधान गरिसकेको छ। त्यहाँ गएर हेर्नु होला। र प्रश्न नम्बर 12 तर्फ लागौँ। प्रश्न नम्बर 12 मा भनेको छ नेपालको संविधानका मुख्य विशेषता उल्लेख गर्दै राज्य शक्तिको बाँडफाँडका सम्बन्धमा गरिएको व्यवस्थाबारे उल्लेख गर्नुहोस् भनेको छ। र संविधानको मूलभूत विशेषता नायब सुब्बा 2079 को प्रश्न नम्बर 7 मा समाधान गरिसकेका छौँ। त्यहाँ गएर हेर्न सक्नुहुनेछ। र संविधानमा राज्य शक्तिको बाँडफाँड भनेको छ। अब संविधानमा राज्य शक्तिको बाँडफाँड संविधानको भाग 5 को धारा 57 बनिएको छ। र त्यसैले नै छोटाएर मिलाएर लेख्ने हो। राज्य शक्तिको बाँडफाँड कसरी आफ्नो अधिकार प्रयोग गर्न सक्छन् त? अनुसूची 5 मा सङ्घको अधिकार, 6 मा प्रदेशको, 7 मा साझा, 8 मा स्थानीय तहको, 9 मा तिनै तहको अधिकार छ। र तिनीहरूले त्यो अधिकार प्रयोग गर्दा सङ्घले अनि प्रदेशले अधिकार प्रयोग गर्दा सङ्घीय कानुन र संविधान बमोजिम नबाजिने गरी प्रदेशले त्यो कानुन बनाउँदा त्यो कार्यान्वयन गर्दा सङ्घीय कानुन संविधानसित नबाजिने गरी भयो। अनि स्थानीय तहले त्यो गर्दा प्रदेश कानुन अनि संविधानसँग नबाजिने गरी बनाउनुपर्छ। यदि बाजिएमा के हुन्छ, बाजिएको हदसम्म अमान्य हुन्छ भनेर यसरी व्यवस्था गरेको छ। त्यही व्यवस्थालाई यहाँ दिएको थियो, लेखिएको हो। र प्रश्न नम्बर 12 तर्फ 12 भयो। 13 तर्फ लागौँ। 13 मा भनेको छ अभिलेख व्यवस्थापन भन्नाले के बुझिन्छ? अभिलेख व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन्? अभिलेख व्यवस्थापन भनेको कार्यालयमा अभिलेख व्यवस्थापनको जीवन चक्रको व्यवस्थापन समग्रमा त अभिलेखहरूको प्राप्ति, सिर्जना अथवा वर्गीकरण, सुरक्षा, भण्डारण, आवश्यकता अनुसार तिनीहरूलाई धुलाउने, नष्ट गर्ने समग्र यो कार्यलाई प्रभावकारी बनाउने व्यवस्थापकीय क्रियाकलाप नै अभिलेख व्यवस्थापन हो भनेर त्यो चक्र CARD को चक्र पनि बनाउन सकिन्छ। क्रिएसन, एक्विजिसन, रिटेन्सन र डिस्पोजल भन्ने छ, त्यसको चित्र पनि बनाउन सकिन्छ। र जसले प्रशासनमा प्रभावकारिता, व्यवस्थापकका लागि निर्णयको आधार र सेवा प्रवाहमा चुस्त दुरुस्त कायम राख्नका लागि मद्दत पुर्याउँछ भनेर लेख्न सकियो। अनि प्रभावकारी अभिलेख व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोग गर्नु आवश्यक देखिन्छ भनेर लेख्ने। अनि अभिलेख व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा भनेर लेख्ने। यहाँ अब अभिलेख व्यवस्थापनमा ध्यान दिनु पर्ने अभिलेख व्यवस्थापनका दायरा के हो त? प्राप्ति, वर्गीकरण, भण्डारण र धुलाउने कार्य हो नि त। अब यिनै सन्दर्भमा ध्यान दिनुपर्ने कुरा। प्राप्ति गर्दा कस्तो ध्यान? सङ्गठनमा सम्बन्धित हुनु पर्यो, समयमै सिर्जना हुनु पर्यो, प्राप्ति हुनु पर्यो, दस्तावेजको पर्याप्तताको अध्ययन गर्नु पर्यो भनेको त्यहाँ सबै कम्प्लिट छ कि छैन त्यो पनि हेर्नु पर्यो। त्यसै प्राप्ति त भयो तर त कम्प्लिट छ कि छैन त्यस्ता कुराहरूमा पनि ध्यान दिनुपर्छ। अनि वर्गीकरण गर्दा आवश्यकता, प्राथमिकता, गोपनीयताका विषयमा ध्यान दिनुपर्छ। अनि भण्डारण गर्दा आवश्यक पर्दा सजिलै भेटिने गरी अनि सुरक्षामा प्रविधिको प्रयोग गरेर सुरक्षा गर्नुपर्छ, भण्डारण गर्नुपर्छ। अब MIS प्रणालीहरू भए, फाइलिङहरू युज गर्ने, कम्प्युटर प्रणालीहरू युज गर्ने भन्न खोजेको। अनि धुलाउने सन्दर्भमा अद्यावधिक गर्ने अनुपयोगी दस्तावेजलाई धुल्याउँदै जानुपर्छ। अब चलानी गर्ने हो भने नष्ट गर्ने हो भने त अब ठिक छ, अब चलानी गरेर त्यो अन्त्य पठाउनु पर्ने हो भन्ने दस्तावेजहरूलाई के गर्नुपर्छ, त्यसको प्रतिलिपिका विषयहरू भए, त्यस्ता प्रमाणका विषयहरू पनि ख्याल गर्नुपर्छ भन्ने। अनि अन्त्यमा प्रचलित मापदण्ड र निगरानीमा समेत ध्यान दिनुपर्ने देखिन्छ। अनि निगरानी गर्नुपर्छ भनेर अन्त्यमा अरू केही पनि थप गर्न लेख्न सकियो। र प्रश्न नम्बर 14 यो प्रश्नमा यति दोहोरिएको छ कि पास्ट क्वेसन 6वटा 7वटा प्रश्नहरू नै दोहोरिसकेका छन्। प्रश्न नम्बर 14 मा सरकारी लेखा प्रणालीका विशेषता पनि हामीले नासुको 2080 को प्रश्न नम्बर 14 मा समाधान गरिसकेको छ, त्यहाँबाट हेर्नु होला। र प्रश्न नम्बर 15 मा नासुको 2082 को 16 मा पनि गरिएको छ, 16 मा अथवा नासुको 2079 को प्रश्न नम्बर 17 मा समाधान गरिसकेको छ, त्यहाँ गएर हेर्नु होला। के भनेको छ भन्दा निजामती सेवा ऐन 2049 मा कर्मचारीको वृत्ति विकास हामीले अलरेडी गरिसकेको छ। र सरकारी लेखा प्रणालीका विशेषता पनि दुईटा गरिसकेको छ। र प्रश्न नम्बर 16 मा भन्यो
निजामती सेवा ऐन तथा नियमावली अनुसार कर्मचारीले पालना गर्नुपर्ने पेशागत आचरण भनेको छ। र अब यो तपाईँले सबैको फर्मुला फरक फरक हुन्छ। मैले एउटा फर्मुला बनाएको छु, कतिको प्रभावकारी हुन्छ चाहिँ मलाई थाहा भएन, तर मैले आफूले बनाएको फर्मुला अनुसार अब यो निजामती सेवा ऐन तथा नियमावली अनुसार कर्मचारीको आचरण भनेपछि हामीले के सम्झिने त भन्दा, हामीले त्यहाँ अफिसमा गएर के गर्नु भएन त भन्दा, यहाँ सैयारा भन्ने एउटा गीत आएको थियो, त्यही सैयारा लेखेको छ, प्लस धड्कन DKN भन्ने गीत चाहिँ गाउनु भएन भनेर सम्झिने। गाएको भेटिएमा के हुन्छ, गाएको पाए पिटे भनेर सम्झिने। अनि बिहा प्लस काम गर्नु परेमा फेरि के हुन्छ, कार्यालयले कर्मचारीलाई एसी गिफ्ट दिन्छ भनेर सम्झे पनि भयो। यो दुईटा केस सम्झिनु भयो, एउटा बिहा अथवा काम सम्झिनु पर्यो, एउटा सैयारा अथवा धड्कन सम्झिनु पर्यो। सैयारा अथवा धड्कन गीत गाएमा के गर्ने रहेछ त भन्दा, यो पाएमा पिटे भन्ने सम्झिनु पर्यो। अनि बिहा अथवा काम गरेको सन्दर्भमा चाहिँ एसी गिफ्ट दिने रहेछ भनेर सम्झिनु पर्यो। अब जस्तै यहाँ सही भनेको यहाँ अब सासिसी अब यहाँ थोरै मिलाउनु पर्ने हुन्छ। यहाँ समय पालना र नियमितता भन्न खोजेको, आ भनेको आचरण आज्ञाकारिता भन्न खोजेको, अनुशासन र आज्ञाकारिता, रा भनेको राजनीतिको अवाञ्छनीय प्रभाव। अब सही यहाँ राको ठ्याक्क अपोजिट के हुन्छ त, रा आ सही छ नि, अब त्यसलाई उल्टाइदिने, यहाँ उल्टाउने हो, यहाँ त्यसबाट 6वटा बन्छ। अब रा भनेको राजनीतिमा भाग लिन नहुने, आ भनेको सरकारको आलोचना गर्न नहुने, सही भनेको फेरि सरकारी कामकाज सम्बन्धी समाचार प्रकाशन गर्न हुने। समाचार भन्ने पनि भयो, यसको चाहिँ समाचार भयो, यसको सबाट चाहिँ समय पालना भयो। अब यो एउटा सक्यो। अब धड्कन भनेको DKN, अब डी भनेको दान चन्दा, दान भनेर सम्झिने, के भनेको कम्पनी स्थापना भनेर कम्पनी भनेर सम्झिने, अनि एन भनेको निर्वाचनमा भाग लिन नहुने भनेर सम्झिने। एन भनेको 3वटा छ, एउटा निर्वाचनमा भाग लिन नहुने, अर्को नोकरी अन्यत्र नोकरी वा सेवा गर्न नहुने, अर्को एन भनेको NRN भनेर अस्थायी आवासीय अनुमति लिन नहुने भनेको बाहिरको। अब त्यो NRN भनेर मैले यहाँ सम्झिनका लागि लेखेको छु। अब यो DKN पनि भयो। अब यो गीत गाएको पाएमा के गर्छ अरे भन्दा, पाहे, यो गीत गाएको पाहेमा पिटे भनेर, पिट भनेर अथवा पिटे भनेर सम्झियो। अब पा भनेको प्रदर्शन हडताल गर्न प्रतिबन्ध भनेको छ, हेबाट हडताल भनेर बनाएको छ, यसरी हडताल थुन्चे गर्न प्रतिबन्ध भनेर भन्ने। अनि पिटे भनेको अब यहाँ फेरि यहाँ पनि पीबाट प्रतिनिधित्व गर्न प्रतिबन्ध भनेको छ, प्रतिनिधित्व गर्न भएन। अनि टे भनेको ट्रेड युनियन सम्बन्धी व्यवस्था पनि रहेको छ आचरणमा। अनि अब बिहा र काम भन्ने छ नि, जुन बिहे भनेर सम्झिने हो, बिहे र काम गरेमा एसी गिफ्ट दिन्छ कम्पनीले, उसले कार्यालयले भनेर सम्झिने। अब बी भनेको विवरण, सम्पत्ति विवरण भयो। अनि या भनेको यातना दिन नहुने। अनि कामबाट का भनेको कार्यालयमा शिष्टता, कार्य सम्पादनमा चुस्तता, अनि कर्मचारीले घरायसी काममा प्रयोग गर्न नहुने, सरकारी कर्मचारी अथवा सरकारी सम्पत्ति भनेर काबाट यति 3वटा विषयलाई समेटेको छ, एउटै लाइनमा समेटे पनि हुन्छ, 3वटा डट बनाएर लेखे पनि हुन्छ। म भनेको मर्यादित, सेवाग्राहीप्रति मर्यादित हुनुपर्छ। अब एसी भने पनि भयो, 5 रुपियाँ दिन्छ भनेर 5 भनेर सम्झे पनि भयो, भनेको पद अनुसारको आचरण पालना, च भनेको चेतावनी पाउने सक्ने, एसी भनेको पनि ए भनेको आचरण, सी भनेको चेतावनी, एसी भनेर भने पनि भयो, 5 भनेर सम्झे पनि भयो। पा भनेको पालना, च भनेको चेतावनी, आचरण पालना, चेतावनी दिन सक्ने। र अर्को 17मा सोधेको छ, नेपालमा सार्वजनिक सेवा प्रवाहका तरिका तथा माध्यम उल्लेख गर्नुहोस् र सार्वजनिक सेवा प्रवाहमा देखेका समस्या उलाई सेवा प्रवाह प्रभावकारी तुल्याउने के गर्नु पर्ला, सुझाव प्रस्तुत गर्नुहोस् भनेको छ। यही प्रश्न 2082 को 17मा पनि सोधेको छ र 2081 को 17मा पनि सोधेको छ। सायद 81 होला, पहिला 2082 को 17 नम्बरमा हामीले समाधान गरिसकेको छ, त्यहाँ गएर हेर्नु होला। र यो सबै समाधान गरेको छ। र यसरी 2078मा सोधेको, 78मा धेरै प्रश्न पास्ट क्वेसनबाट दोहोरिएका रहेछन् र यो 78 को समाधान गरियो। र यो युट्युबमा हेर्नका लागि तपाईले त्यहाँ भिडियोमा गएर, लङ भिडियोमा गएर प्ले लिस्टमा नासु भनेर लेखेको हुन्छ, त्यहाँ नासुमा टच गरेर अनि सिरियल बाइ सबै आएको हुन्छ, 82, 81 सबै सिरियल बाइ आएको हुन्छ, त्यसरी हेर्न सक्नुहुनेछ। अन्यथा त्यो यताउता हुन सक्छ बाहिरबाट हेरेको सन्दर्भमा। प्ले लिस्टमा गएर हेर्यो भने सबै एकैचोटि नासु, त्यहाँ नासु, खरिदार, संस्थान सबैको बनाउँदैछु मैले अहिले चाहिँ। नासुको सिरियल बाइ आउँछ, त्यहाँ गएर हेर्नु होला। र अन्य भिडियो पनि मैले लिएर आउने छु, तपाईहरुको सपोर्ट मिलेमा सब्स्क्राइब गर्नु होला। यदि तपाईलाई हेल्पफुल लागेमा अन्य भिडियो पनि मैले लिएर आउने छु, कमेन्ट गर्नु होला के को लिएर आउने। र यति भन्दै म बिदा हुन चाहन्छु र नेक्स्ट भिडियोमा भेटौँला। धन्यवाद।